गाइस फाइनली हामी चाहिँ जाँदैछौँ मसला चढेर त्यो घाटतिर केटाहरू चाहिँ यस्तै झुन्डिरहेछन् बस्नु बाहिर मान्छे अनि लाइ बनाउ ल लाइ बनाउनु धर्मशाला ट्याक्कै भित्र छ हजुर अनि यता चाहिँ यो आशा चाहिँ यस्तो भयो मन्दिरहरू ट्याक्क लाएर हेलो गाइस मर्निङ वेलकम इन आवर न्यू ब्लग एपिसोडहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम ठिकठाक छु म चाहिँ अलिकति उठेर च्याट्ट फ्रेस भएर अनि आज चाहिँ यो कोपडामा छु गाइज अनि म चाहिँ बिहान 5 बजी उठेर हिजो जस्तै एक्सर्साइज गर्न गएँ हिजो चाहिँ फुल भिडियो बनाएको थिएँ र हजुर राखेको थिएँ देख्नुभयो होला आजको भिडियोमा अनि चाहिँ अहिले चाहिँ आज बिहान चाहिँ सर्ट भिडियो बनाएको थिएँ आउँदै गर्छ आज हेर्दै जानु होला त्यही हो अब आजको मेरो डेली लाइफस्टाइलको ब्लग यहीँबाट सुरु हुन्छ र के कस्तो हुन्छ हजुरलाई देखाउँछु अन्तिमसम्म हेर्नु होला है ल कमेन्ट गर्नु होला गाइस सामान्यमा चाहिँ बस आइसक्यो अनि कार चाहिँ उता गछ अनि मेरो ट्याक्का मान्छेहरू छन् त्यस्तो बिल्कुल यताहरू छन् केटाहरू म चाहिँ यता गाइस ल फाइनली अब बसमा चाहिँ चढेर त्यो बाटोतिर गइन्छ अब लाए बस ल गाइस फाइनली हामी चाहिँ जाँदैछौँ बसमा चढेर त्यो बाटोतिर अनि केटाहरू चाहिँ यस्तै झुन्डिरहेछन् होइन अरू यता बस्नु बाहिर मान्छे अनि भाइहरू यता लाइ बनाउ ल यता लाइ बनाउ धेरै बाटो नजिक नजिक पुग्यो अनि मान्छेहरूको भिड रहेछ यहाँ चाहिँ यस्तो के भएर होला तेरोको माहौल यता चाहिँ गाडी सामान्य पार्किङमा खाने यता धेरै मान्छेहरू हुनुहुन्छ यत्रो घरहरू भयो सर उहाँ चाहिँ नदी नारायणी मन्दिरहरू गाइजी यत्रो धेरै मन्दिरहरू छन् यहाँ चाहिँ सर देख्न सक्नुहुन्छ हजुरले कुन कुन मन्दिर होला गेस्ट गर्नु गाइज मान्छे बाँदरहरू उहाँ चाहिँ मान्छे के अरे आमाको नागोस् भाउ गएको छ भने मलाई जलाउँदा मेरो आगोको घाटो छ भने यस्तै गाइज हेर्नु त्यहाँ लास्ट दल अन्त गाई चाहिँ धेरै यत्रो धेरै बाँदरहरू छन् गाइज बाँदरहरू भागिरहन् फाइनल भर्खर बस गयो झरेर हामी यता छौँ ठ्याक्क म नि यता छु गाइज अब जाँदैछौँ हामी आइभन्नु ल आइभन्नु हजुर आइभन्नु न उहाँ नदी भइहाल्यो त्यो यस्तो यस्तो छ यहाँ चौपारी सौपारी भयो घरहरू ट्याक्क लक्क लाएर लाइन लाएर जाँदैछौँ हामी अस्ति त्यहाँ आइएको थियो अहिले चाहिँ म यता हो आइभन् न आइभन् त कुकुर रहेछ अनि पसल छ बाँदर सादर छ यहाँ यस्तो यस्तो खतरा खतरा अन्त गेट भइहाल्यो त्यहाँदेखि छिर्नेवाला चौपारी भयो यो चाहिँ उहाँ नदी भइहाल्यो नारायणी सर यहाँ चाहिँ होटेलहरू सट्टा छन् यस्तो त कुकुर रहेछ हेर्नु कति राम्रो गाई चु बाँदर गाई बाँदर रहेछ सरकार लाइन लाएर जाँदै हामी यता लड्यो नि गाई चाहिँ नि त उयो चाहिँ गाडी गर्ने बिल्कुल यो चाहिँ पसल मन्दिर हुनुहुन्छ यस्तो सिताको पसल सर र म यता गाई चाहिँ यता केटाहरू पछाडि साथीहरू जाने हाम्रो गुरुकुल यही हो तर र यस्तो छ यताको भवनहरू सीताराम आश्रम गाई चाहिँ यत्रो छ यहाँ चाहिँ सर र उहाँ बाँदरहरूले के खाइरहनु गेट चाहिँ त्यहाँ गाई सामान्यमा गार्गी कन्या गुरुकुल बाइक छ यता चाहिँ यहाँ चाहिँ यस्तो लेखेको गार्गी कन्या गुरुकुल भनेर टक्क देख्न सक्नुहुन्छ गेटमा यहाँ चाहिँ कपडा पसलहरू छन् दोकानहरू होटेलहरू छन् सर र बेलुका गाडी साडी आइरहेको यस्ता मस्त पारामा सामान्यमा देख्न सक्नुहुन्छ हजुरले रमाइलो छ अहिले यताको बिहान बिहानको मौसम चाहिँ घाम अझै लागेन हल्का हल्का कुहिरो यस्तो भयो यो अनि उहाँ सामानमा चाहिँ देवघाट धाम लेखेको गाइस यतातिरको अहिले माहौल चाहिँ टाढा मान्छेहरू हुनुहुन्छ वरिपरि टक्क मन्दिरहरू भयो मन्दिरहरूको दर्शन नै गरौँ गाइस हजुरलाई आशीर्वाद लाओस् मैले लाओस् अनि यहाँ चाहिँ फुल बगैँचाहरू बाँदरहरू आइरहेको झर्दै हाल्दै झर्दैछौँ तल नदीको नजिकै जाँदैछौँ गाइस म चाहिँ यहाँ आइसकेँ हामीहरू जाने खै कुबेर सुविधा अनि धर्मशाला ट्याक्कै भित्र छिक्ने चप्पल खोज्दै चप्पल काँडे भित्र जाँदैछौँ गाइस यस्तो छ यताको माहौल हजुर ओ झर्दैछौँ गाइस ट्याक्क लाएर अनि यता चाहिँ यो आशा चाहिँ यस्तो भयो मन्दिरहरू ट्याक्क लाएर मन्दिरको अनि यता भाइहरू बस्छन् चट्ट यस्तो छ यताको माहौल भित्रको ल
र फुलको बगैँचाहरू रहेछ यस्तरी गमलामा राखेको यस्तो जारी साइला यस्तो चाहिँ वरिपरिको माहौल तलतिर यस्तो उहाँ मान्छेहरू हुन्छ नदी भयो यस्तो यहाँ आएको हामी छिरेको गाई चाहिँ सिस्टी क्यामेरा डेबरबाट आइसकेर अनि भर्खरतिर अनि एकैछिनमा चाहिँ आराम गरेर चाहिँ स्कुलतिर जानु लाग्यो ब्याग लगेर म स्कुल जान्छु त्यसपछि उहाँ त अब मोबाइलहरू जानु पाएन उहाँ त पढ्न जाने हो देखाउनु मिल्दैन त्यसपछि आइसी देखाउँछु है त आइसी भेटौँ है त गाइज ल अहिले बाई यत्रो इट्टा नि त सामान्य भने यत्रो काम सिट बनाएर सिद्धिसक्यो इट्टाको उता मान्छेहरू बस्नु ह मेन रोडमा चाहिँ सामानमा गाडीहरू गुडेर मस्त पारामा ल त यस्तो तरिकाले ड्राइभरले यस्तो रातो माटो उठाउनु हो यो के अरे ठुलामा लगाएर ट्याक्क निकालेर राख्दै हुनुहुन्छ यत्र बाइक गाडीहरू यत्र पार्किङमा छन् अरू मान्छेहरू पनि त्यहाँ हुन्छ गाडी आएको उताबाट सर अनि यहाँ चाहिँ घुम्दै फाइनली भर्खर चाहिँ मन्दिर उहाँ चाहिँ सर जाँदै हुनुहुन्छ गुरुहरू मन्दिरहरू जाँदै हुनुहुन्छ अगाडि अगाडिको त मन्दिर हो गाइज सलबेरेको उहाँ चाहिँ लेडिज चाहिँ बागमती मन्त्री जेन्ट्स चाहिँ यो उसको पर्यटन मन्त्री उहाँ गएर भवन हेर्दै हुनुहुन्छ उहाँ भन्न लाउने अब होला उहाँ चाहिँ गुरुको साइडमा चाहिँ गाई चढिरहेको मस्त पारामा But it took half a year to get over you.